हेलो एभ्रिवान, गुड मर्निङ, शुभ बिहानी तपाईँहरू सबैलाई। आज चाहिँ हामी सिलगढीदेखि कालिम्पोङ हुँदै हामी गान्तोकतर्फ जाँदैछौँ। अन्त आज चाहिँ हाम्रो परिवारहरू सबैजना भेला भएर अनि हामी गान्तोक जाँदैछौँ। मेन डेस्टिनेसन चाहिँ तर अब हामी चाहिँ यो कालिम्पोङ हुँदै हामी गान्तोक जानेछौँ। कालिम्पोङको डेलोहरू घुम्नेछौँ अनि हामी कहाँ कहाँ जानेछौँ अनि तपाईँहरूलाई हामी देखाउनेछौँ। अन्त हामी चाहिँ यात्रा चाहिँ एकदमै रमाइलो भइरहेछ अनि हामी यहाँनिर 4 जना छौँ अनि मेरो बहिनी अनि भाउजू भदाइनी अनि हामी 4 जना पछाडि सिटमा छौँ। अप्ठ्यारो भए पनि एकदमै रमाइलो भइरहेछ हाम्रो यात्रा चाहिँ। अनि अहिले भन्नुपर्दा चाहिँ हामी सेवकको बाटोबाट जाँदैछौँ अनि अगाडि चाहिँ हाम्रो 2 जना ब्रदरहरू हुनुहुन्छ अनि हामी चाहिँ पछाडि छौँ। अनि मेरो भदाइनी चाहिँ एकदमै एक्साइटेड छ किनकि आफ्टर लङ टाइम हाम्रो भेट भयो। अन्त यसरी हामीसँग घुम्नु पाउँदा ऊ एकदमै इन्जोय गरिरहेको छ। अब हामी तपाईँहरूसँग कालिम्पोङ पुगेर भेट्नेछौँ। अब साथीहरू हामी चाहिँ कालिम्पोङ आइपुगिसकेका छौँ। हामी सबैजना एकदम सेफ जर्नी भइकन हामी कालिम्पोङ आइपुगेका छौँ। अन्त अब हामी कालिम्पोङमा केही क्षण बस्नेछौँ, एकछिन केही सपिङहरू गर्नेछौँ यहाँनिर। अन्त हामीलाई गरमदेखि यहाँ एकदमै इन्जोय भइरहेछ। अब चाहिँ हामी खाजा खान लागेका छौँ किनकि हामी बिहान 8 बजे नै निस्केकोले हामीलाई एकदमै भोक लागिरहेको छ। अब चाहिँ हामी खाजा खाएर यता डेलो घुम्नु निस्केको छौँ। अन्त यहाँ डेलोमा चाहिँ अहिले चाहिँ एकदम फुलहरू छैन रहेछ, एकदमै सबै ग्रिन मात्रै रहेछ। तर पनि हाम्रो फ्यामिलीहरूले चाहिँ एकदमै इन्जोय गरिराख्नु भएको छ। अन्त अब हामी केही चाहिँ यहाँनिर फोटोहरू खिच्नेछौँ। अन्त सबै फ्यामिली धेरै वर्षपछि फेरि पनि हामी यो ठाउँमा आउनु पाउँदा एकदमै खुसी लागिरहेको छ। अनि यहाँको मौसमले चाहिँ हामीलाई एकदमै आनन्द बनाइरहेको छ कि सिलगढीमा हामीलाई धेरै गरम भइरहेको थियो, अहिले चाहिँ हामीलाई एकदमै इन्जोय गरिरहेछौँ कुल वेदरमा। अनि यहाँ थुप्रै टुरिस्टहरू पनि घुम्न आउनुभएको रहेछ। अन्त किनकि अहिले यहाँको वेदर चाहिँ एकदमै इन्भाइरोमेन्ट चाहिँ एकदमै रमाइलो भइरहेको छ। अन्त हाम्रो फ्यामिलीहरू चाहिँ यसरी घुम्नु हुँदैछ, आउनु हुँदैछ। अन्त उहाँहरूलाई चाहिँ एकदमै रमाइलो लागिरहेछ।
हाम्रो कालिम्पोङको यात्रा सकेको छ। अब हामी गान्तोकमा भेट्नेछौँ साथीहरू। हेलो, गुड इभिनिङ सबैजनालाई। हामी चाहिँ गान्तोक आइपुगेका छौँ फाइनली। अनि गान्तोकको अहिले हामी एमजी मार्केटमा हिँड्दैछौँ। अनि आज पानी परेकोले एकदमै चिसो अनि पनि भइरहेको छ। अनि सबैजनालाई जर्नी ज्यादा लामो भएर थाकेको फिल पनि भइरहेछ। अनि सबैजना पछाडि आउनु हुँदैछ। अन्त अब हामी एमजी मार्केटमा इभिनिङसम्म बस्नेछौँ। अन्त एकछिन हामी फ्यामिली गेट टुगेदर गरेर फेरि हामी तपाईँहरूलाई देखाउनेछौँ कि हामी कहाँ जानेछौँ, के गर्नेछौँ भनेर। अन्त मेरो भदाइनीलाई चाहिँ मसँग हिँड्नुलाई एकदमै रमाइलो लागिरहेछ, किनकि उसले चाहिँ सबै मम्मीलाई पनि छोडेर अगाडि मसँग मात्रै हिँडिरहेको छ। अन्त हाम्रो भाउजू पनि आइपुग्नु भएको छ। सबैजना चाहिँ हामी अहिले बल्ल एकसाथ भइरहेको छौँ। अन्त अब हामी यहाँनिर एकछिन बसेर एमजी मार्केटमा बस्नेछौँ। बेलुका एकदमै रमाइलो हुन्छ, किनकि एमजी मार्केट चाहिँ बेलुका घुम्नु चाहिँ एकदमै राम्रो छ। अन्त अहिले यहाँनिर एक्सपोहरू पनि लागिरहेको छ। अन्त मान्छेहरू एकदमै बिजी, टुरिस्टहरू पनि पुरा आइराख्नु भएको छ एमजी मार्केटमा। अन्त अब हामी यहाँ घुमेर फेरि हामी चाहिँ घुमेर अब धेरै रात परिसकेको छ। अहिले चाहिँ बेलुकाको त्यस्तै 11 बजिसकेको छ। अनि हामी होटेलतर्फ जाँदैछौँ, किनकि हामीलाई घर जान अलिक टाढा भएकोले गर्दा आज हामी होटेलमै बस्नेछौँ। अनि अहिले हामी चाहिँ यहाँबाट स्वस्तिकहरू पुग्नु लागेका छौँ। अन्त स्वस्तिकहरू भएर आज हामी चाहिँ एकदमै वहाँ मानसरोवर होटलमा बस्नेछौँ हाम्रो सबै फ्यामिली। अनि आजको हाम्रो डेस्टिनेसन यति नै हुनेछ। अन्त हामी भोलि फेरि केही जग्गाहरू घुम्नेछौँ सबैजना। अनि घुमेर हामी 2 डेज गान्तोक बसेर फेरि सिलगढीतर्फै हामी फर्किनेछौँ। अनि हामी कहाँ जानेछौँ तपाईँहरूलाई हामी देखाउँदै जानेछौँ। अनि आज हाम्रो सिलगढीदेखि लिएर गान्तोकसम्मको यात्रा एकदमै रमाइलो भइरहेको छ। अनि अब हामी फाइनली होटल पनि पुग्न लागिसकेका छौँ। रात धेरै परेकोले बाटोहरू पनि सुनसान भइरहेको छ। अनि अब हामी तपाईँलाई होटल पुगेर देखाउनेछौँ। हामी सबै जर्नी सकेर हामी फाइनली होटलमा आइसकेका छौँ। अनि यो होटल चाहिँ बोझोघारीको टासी भ्यू पोइन्ट छेउमा रहेको मानसरोवर होटल हो। अनि हामी यहाँ भर्खरै आइपुग्यौँ। अन्त धेरै जर्नी गरेकोले हामी धेरै थाकी पनि रहेको छौँ र अब हामी रेस्ट गरिरहेको छौँ, किनकि अब हामी बिहान 8 बजेदेखि हिँडेको। हामी अहिले यहाँ चाहिँ लगभग 11:30 बजेको छ रातिको। अन्त हामी होटलमा आइपुगेको छौँ। हामी अब मजाले रेस्ट गरिरहेको छौँ। र यहाँनिर हामी बल्ल बल्ल आएकोले गर्दा सबैजना बिजी व्यस्त छौँ। कोही बात गर्ने, कोही रेस्ट गर्ने भइरहेको छ। अनि इन्भाइरोमेन्ट राम्रै भइरहेको छ। अनि हाम्रो भाउजू दादा सबैजना चाहिँ बातहरू गर्नुहुँदैछ। अनि हामी चाहिँ अब रेस्ट गरिरहेका छौँ र भोलि फेरि हामी यहाँबाट गान्तोकको केही जग्गा घुम्नेछौँ। हेलो, गुड मर्निङ सबैजनालाई। हामी चाहिँ होटलदेखि बाहिर अब हामी निस्केर गान्तोकमै केही पोइन्टहरू घुम्नुको लागि निस्किरहेको छौँ। अहिले चाहिँ हामी अन द वेमा छौँ। अहिले चाहिँ हामी बोझोघारीबाट एमजी मार्केटतर्फ गइरहेको छौँ। अन्त बिहान पनि एकदमै वेदरहरू राम्रो भएको छ। अन्त अहिले चाहिँ हामी फाल्टै गाडीमा हामी घुम्दैछौँ, जाँदैछौँ। अनि यात्राहरू एकदम रमाइलो भइरहेको छ। अनि अब हामी भोलि बसेर हामी पर्सि जानेछौँ। अहिले चाहिँ हामी
0 पोइन्ट पुग्यौँ। अनि 0 पोइन्टमा जाँदै गर्दा बाटो अलिअलि जाम नै छ, तर पनि वेदर एकदम कुल छ आज, किनकि पानीहरू पनि परेको छैन। अनि आज हामी चाहिँ सानसानो जग्गाहरू जहाँ चाहिँ नजिक नजिक छ त्यहाँ हामी घुम्नेछौँ, किनकि अब धेरै जग्गा घुम्नु पनि हामीलाई त्यस्तो टाइमहरू हुँदैन। अन्त अहिले चाहिँ हामी जाममा फसिरहेछ, जाम धेरै छ यहाँनिर गान्तोकमा। अहिले चाहिँ 0 पोइन्टदेखि हामी तल आइसकेको छौँ। अनि गान्तोकको बाटोहरू चाहिँ यस्तो छ है। अहिले चाहिँ एकदम गान्तोक घुम्नु आउनुको लागि चाहिँ एकदमै कुल टाइम छ टुरिस्टहरूको लागि। अब हामी एमजी मार्केट पुग्नु लागेको छौँ, बाटोमा जाँदै। हामी यहाँ थकाली खाना हाम्रो भान्साघर एमजी मार्केटमा खाना खानु लागेको छौँ। अनि खाना खाएर चाहिँ फेरि हामी एमजी मार्केट हुँदै अरू जग्गा पनि हामी घुम्नुको लागि निस्किनेछौँ। अन्त तपाईँहरूलाई हाम्रो जर्नीहरू देखाउँदै जानेछौँ। जबसम्म हामी सिलगढी पुग्दैन तबसम्म तपाईँहरूलाई हामी जर्नी कहाँ जानेछौँ देखाउनेछौँ। हामी खाना खाएर फेरि हामी अर्को जग्गा घुम्नुको लागि निस्केका छौँ, जो चाहिँ हो राङ्काको धजे भन्ने जग्गामा जानु लागेको छौँ, जहाँबाट चाहिँ एकदमै गान्तोकको भ्युजहरू चाहिँ राम्रोसँग हेर्नु पाइन्छ। अनि मेरो दादा चाहिँ फर्स्ट टाइम गान्तोक आउनुभएको छ, जसले चाहिँ कहिले पनि गान्तोकमा आउनुभएको थिएन, फर्स्ट टाइम आउनुभएको छ। अनि उहाँलाई चाहिँ हामी गान्तोक नै वरिपरि घुमाएर फेरि हामी उहाँलाई कहाँ जानुपर्ने हो सबै देखाउने छौँ जग्गाहरू। अनि धेरै त घुम्नु पाउँदैन, अलिअलि भए पनि हामी उहाँलाई घुमाउने छौँ। र सायद धेरै त घुम्नु सक्दैन होला, अलिअलि भए पनि गान्तोकको नजाराहरू हेर्नु पाउनेछ। अनि हामी चाहिँ जाँदैछौँ बाटोमा। अहिले चाहिँ हामी देउराली पुगेको छौँ। अब देउरालीमा पनि धेरै जामहरू छ, यहाँबाट पुग्नु पनि अलिक टाइम लाग्ने रहेछ। सायद हामी पुग्दा आधा घन्टाभन्दा ज्यादा लाग्नेछ। अब हामी चाहिँ यहाँनिर आम्दुगोलाई भएर हामी बाइपास भएर राङ्कातर्फ जाँदैछौँ।
जग्गाको यो धाउचे भन्ने जग्गामा आइपुगेको छौँ। अनि यहाँबाट चाहिँ गान्तोकको भ्यूहरू राम्रोसँग देख्दो रहेछ। अन्त हामीलाई यहाँ आएर पहाडी गान्तोकको भ्यू हेर्नु चाहिँ एकदमै रमाइलो लाग्यो। अनि मेरो घरमा आउनुभएको भदैनी भाउजू दादाहरूलाई चाहिँ एकदम यो पहाडी हेर्नु रमाइलो लागिरहेको छ। गान्तोकको हाम्रो सबै जर्नी सकेर हामी अब फेरि सिलगढीतर्फ जानको लागि रेडी भइरहेको छौँ। अन्त हाम्रो गाडी चाहिँ आइपुगेको छैन र हामी यहाँनिर गाडीलाई वेट गरिरहेको छौँ। अनि एसएनटी बसबाट हामी सबैजना जाने। यहाँ चाहिँ सामानहरू बोकेर ब्यागहरू लगेजहरू बोकेर चाहिँ हामी गाडीलाई वेट गरिरहेछ। थाहा छैन गाडी कति बजे आइपुग्छ। हामी चाहिँ छिट्टै रेडी भएको जस्तो लाग्यो किन हाम्रो गाडी पनि आइपुग्यो र हामी बसमा चढेर अब फेरि सिलगढीतर्फ जाँदैछौँ। अन्त बिहानको 9 बजेको छ। अन्त बाटोहरू पनि खुल्ला रहेछ। बिहानको मर्निङको भएर होला वेदर पनि एकदमै शीतल छ। अब यहाँ त एकदम फुल वेदर छ। अब सिलगढीमा त फेरि हामीलाई त्यस्तै गरम सुरु हुन्छ। अनि हामी बसमा जाँदैछौँ। हामीलाई थुप्रैजना भएर रमाइलो लाग्दैछ। जाँदा चाहिँ हामी आफ्नो गाडीमा गएको थियौँ, आउँदा चाहिँ हामी यसरी बसमा जाँदैछौँ। अन्त भाउजू र दादा बहिनी पर बस्नुभएको छ। अनि म र भदैनी चाहिँ यहाँ छौँ। अनि भदैनीलाई पनि एकदमै उसलाई नरमाइलो लागिरहेछ किनकि गान्तोकमा घुम्नुलाई एकदम रमाइलो लागेको थियो। अल्छी मानिरहेछ बसमा जाँदै गर्दा। तर पनि यात्रा चाहिँ रमाइलो छ। अब हामी सिलगढी जाँदैछौँ, बाटोमै छौँ र बाटोमै जाँदैछौँ। तपाईँहरूलाई देखाउँदै हामी सिलगढीतर्फ जाँदैछौँ। अहिले चाहिँ हामी रम्फू आइपुग्यौँ। अब रम्फूमा हामी एकछिन बसेर फेरि सिलगढी जानेछौँ। I'm all about words, but it sounds like you're envisioning an instrumental piece that truly captures a calm. Beachy ambience, since this one's not about lyrics, I'd suggest imagining soft finger picking on a sun-soaked guitar. Occasional melodic bends reminiscent of waves rolling, ash rolling ashore. A subtle pock of beat could mimic the rhythm of distant tides. Let the absence of vocals create room for the guitar to tell its own serene story, simple, tranquil, flowing like the ocean breeze. If you ever feel like pairing lyrics with that vibe, I'm here. सिलगढीको बाटो लामो छ। टाइम पास गर्दै हामी चाहिँ यहाँनिर के ब्लगहरू बनाउँदै अनि फोटो खिच्दै फुपू भदैनी बात गर्दै जाँदैछौँ। टाइम जर्नी लामो भएकोले चाहिँ हामीलाई यो बाटो काट्नु चाहिँ टाइम पुरा लाग्छ। 3-3.5 घन्टाको बाटो हो। बसमा त झन् 4-5 घन्टै लाग्छ। र हामी फाइनली अहिले यहाँनिर रेलगेट कटेर हामी सेभोक रोडमा जाँदैछौँ। अब चाहिँ हामी सिलगढी पुग्न लागेको छौँ। अन्त अब तपाईँहरूलाई सिलगढी पुगेर
देखाउनेछु। सिलगढी पुगिसक्यौँ। अहिले दिउँसोको 12-1 बजेको छ। हामीलाई बिहानै हिँडेर आउँदा यतिखेर भयो। अन्त हामी चाहिँ यहाँबाट चम्पासरीमा सपिङहरू गरेर सब्जीहरू गरेर फेरि हामी घरतर्फ लाग्नेछौँ, किनकि हामी गएको पनि 2 दिन भयो। अनि घरमा फेरि हामी गएर अब खाना बनाएर खानुपर्ने हुन्छ। त्यही भएर चाहिँ हामी सब्जीहरू किनेर फेरि घरतर्फ जानेछौँ। यहाँ चाहिँ हाम्रो भाउजू हामीलाई पर्खेर बसिराख्नु भएको छ, वेटिङ गरिराख्नु भएको छ। अनि गर्मी पनि धेरै छ माथि त गान्तोक कालिम्पोङमा त हामीलाई एकदमै कुल वेदर थियो। यहाँ चाहिँ गरमले साह्रो पारिरहेको छ सबैजनालाई। अन्त हामीलाई पर्खिराख्नु भएको रहेछ भाउजू बहिनीले। अन्त अब हामी टोटोमा चढेर फेरि घर
जाने चाहिँ हामी चाहिँ टोटोलाई पर्खिरहेछ। गरम बेसी भएर मेरो बहिनी चाहिँ रिसाउँदैछ, भदाइनी चाहिँ वेटिङ गर्नु साह्रो परिरहेको छ। हाम्रो टोटो पनि आइपुगेको छ। अब टोटोमा चढेर हामी चाहिँ घर जाँदैछौँ। चम्पासरीदेखि घर जाँदैछौँ। गरम धेरै छ, पसिनाले साह्रो परिरहेछ। कहिले घरमा गएर रेस्ट गर्नु भइरहेछ, सबैजना टायर्ड भइरहेछ, किनकि 2 दिनको जर्नी चाहिँ एकदमै बिजी बित्यो। सिलगढी, कालिम्पोङ, गान्तोक, फेरि सिलगढी आउँदा एकदमै थाकिरहेछ सबैजना। तर पनि अब गएर खाना बनाएर खानुपर्ने छ हामी त है। अनि हामीलाई चाहिँ साह्रो पर्यो, बेसी थाकेर, तर पनि जर्नी एकदमै रमाइलो भयो। हाम्रो सबै जर्नीहरू सक्सेस भएर चाहिँ हामी घरतर्फ जाँदैछौँ। हाम्रो जर्नी चाहिँ यस्तै भएको छ। अब घरमा पुगेर चाहिँ अब हाम्रो फाइनली डेस्टिनेसन चाहिँ फिनिस हुन्छ। अन्त भदाइनीलाई चाहिँ पुरा गरमले साह्रो परेर चाहिँ मसँग बोल्नु सकिरहेको छैन। एकदम सोचे परिरहेछ गरमले। I'm all about words, but it sounds like you're envisioning an instrumental piece that truly captures a calm, beachy ambience. Since this one's not about lyrics, I'd suggest imagining soft finger picking on a sun-soaked guitar. Occasional melodic bends reminiscent of waves rolling ashore. A subtle pocket beat could mimic the rhythm of distant tides. Let the absence of vocals create room for the guitar to tell its own serene story, simple, tranquil, and flowing like the ocean breeze. If you ever feel घर आइपुग्यौँ। अन्त जाँदा चाहिँ यति रमाइलो भइरहेको थियो। अब घर आइपुग्यो, तर वेदरले गर्दा चाहिँ एकदम हामीलाई साह्रो परिरहेछ, ज्यादा गरम भएर। अनि भोक पनि धेरै लागिरहेछ। अब कहिले घरमा गएर चाहिँ फ्रेस भएर चाहिँ खाना खानु भइरहेछ। अब गएर खाना पकाउनु पर्ने छ। अब खाना पकाउनु डल्लै छ। अब खाना चाहिँ फ्रेस भएर हामी खाना खानेछौँ। अन्त भाउजूले हेर्नुहुँदैछ, हामीले छोडेर 2 दिन जाँदा प्लान्टै अर्कै लाग्यो अरे भाउजूलाई। अनि अब हामी हाम्रो रुमतर्फ लागिरहेको छौँ। सबैजना एकदमै थाक्नु भएको छ 2 दिनको जर्नीमा। अनि सबैजना चाहिँ एकदमै थाकित बनिराख्नु भएको छ। अब हामी चाहिँ फ्रेस हुनेछौँ र फेरि हामी नेक्स्ट जर्नीमा भेट्नेछौँ। हवस् त सबैलाई, बाई बाई।